नमस्कार सबैजनालाई। आजको यो भिडियो हामीले गरिने मकै अथवा अरू कुनै बालीको बारेमा चर्चा गरिनेछ। र यो मकै तपाईँ हेर्न सक्नुहुन्छ। यो मकै एकदम राम्रो छ, किरा लागेको छैन। यो गत वर्षको मकै हो। मैले यस्तो चोकोपनको डब्बामा यसरी राखेको थिएँ। एउटा किराले खाएको छैन है। त्यही भएको हुनाले हामीले के गर्छौँ भनेपछि आत्ति नभएन खेती गर्नलाई, नआत्तिकिन उसको सिजनमा गर्नु पर्यो खेती। अनि अरू त्यही हुनाले राख्ने बेला पनि राम्रो ओभानो ठाउँमा राख्दाखेरि यसलाई किराले खाँदो रहन्छ है त भन्ने मैले अनुभव पाइसकेको छु भने। र कतिपयको भनाइ छ कि मकै बेचबिखन गर्ने हो भन्छन्। तर मकै किन्न जाँदाखेरि प्रायःसोको मकै यो रहेको छ। यो जुन टुसा उम्रिने छ, यो सबै किरोले खाएको छ है, भेटियो। त्यस हुनाले खेती गरौँ उसकै सिजनमा गरौँ। अरू मान्छे आत्तिए पनि आत्तिन दिनुस्, केही फरक पर्दैन। खेती भनेपछि आफ्नो सिजनमा गर्नु पर्यो। ल हेर्नुस्, यो वैशाख लगभग होइन, वैशाख होइन, आज जेठै लाग्यो। आज जेठको 1 गते मैले यसको यो भिडियो बनाउँदैछु। तर मैले यही बिउ मैले छरेको हो बारीमा। गत वर्ष नि मैले यही छरेको थिएँ। ल हेर्नुहोस्, यो मैले यहाँ मात्रै नभएर मैले यो काठमाडौँतिर नि मैले यही बिउ छरेको छु हैन। भने मैले पनि राख्ने त यस्तै हो। यो झुन्डाएर राखेको थियो, अनि अहिले मैले यो छोडाएर मैले यो चोकोपनको डब्बामा राखेको छु भने। तर के गर्नु पर्दो रहेछ भनेपछि यसमा सिजनमै गर्नु पर्दो रहेछ है। खेती भनेपछि सिजनमै गर्ने। कुनै पनि मान्छेहरू आत्तिए पनि आत्तिन दिनुस्, केही फरक पर्दैन। तपाईँले कुन सिजनमा गर्ने हो त्यही सिजनमा खेतीहरू गरेपछि यो किराहरूबाट बचाउन सकिँदो रहेछ। ल हेर्नुहोस्, त्यसैले सकेसम्म हामीहरूले विकासे मल, युरिया भयो, यिनीहरूको थोरै मात्रामा प्रयोग गरौँ। र धेरै कतिपयको भनाइ के छ भनेपछि फल कोदोमा सब नल आयो भनिन्छ, घाँस धेरै आयो, अनि भुस धेरै आयो भनिन्छ। यसमा के छ भन्नुहुन्छ भनेपछि अहिले प्रायःसो गाउँमा मैले थाहा पाएको पहिलामा के थियो भनेपछि पहिला खेत रोप्थे अनि बल्ल सागौनको 15-16मा बल्ल बारीमा पस्थे। अब अहिले त्यस्तो छैन। अहिले जमाना कस्तो छ भनेपछि ठ्याक्क पहिला बारी सक्ने अनि बल्ल खेतमा जाने भन्ने जमाना आएको छ। ठ्याक्कै उल्टो भएछ। अनि त्यस कारणले यसमा के फरक पर्छ भनेपछि, केलाई असर पर्छ भनेपछि बालीलाई असर पर्दो रहेछ, मेरो अनुभव है। त्यही हुनाले अहिले बिउ मान्छेले राख्छ, बिउ कोदाको बिउ 2 पातेसम्म राम्रोसँग आएको हुन्न। तर मान्छेले बजारमा गएर के गर्छ, विकासे मल ल्याइदिन्छ, युरिया मल ल्याएर तपाईँको के गर्छ भनेपछि युरिया मल हालिदिन्छ। अनि युरिया मल हालेर त्यसको त्यो त बढिहाल्छ। युरिया मल हाल्दाखेरि त सरसरी बढ्ने भयो।
अनि बढेपछि के हुन्छ, लो बिउ भयो रोपिहाल्न पर्छ भनेर कि कोदो रोप्न सुरु गर्छ। अब हेरिराखौँ, आज यो जेठ 1 गते भयो, यो जेठ 1 गते बिउ उमारिसकेको छ मान्छेले। अब यसको 10-15 जेठको 10-15बाट कि मान्छे बारीमा पस्छ हैन। जेठको 10-15 कहाँको जेठको 10-15 कहाँको साउनमा हो नि त। असारको उ गरिसकेपछि बल्ल खेत रोप्थे, कोदो रोप्थे भनेपछि पहिला यहाँ कोदो रोप्छन् मान्छेले। कोदो रोपेपछि अनि खेतमा जान्छन् भनेपछि अनि त्यो खेती के भयो भनेपछि त्यसको उमेरै भएन। बिउ जुन कोदाको बिउ छ त्यो कोदाको बिउ सार्ने